दीपं दर्शयामि हात धुनु पऱ्यो हस्त प्रक्षालन अब नैवेद्य अप्रसाद नैवेद्यम अपुङ्गम समर्पयामि आस्ते न अदालतमा गर्नु बिस्तारै गर्नु यो एउटा पैसा लाग्दैन ताम्रो दक्षिण तर समर्पयामि हेर न के अटालेको भाउजू पानी आउँदैछ ट्याङ्कीमा मेरो फुल लिएर प्रार्थना गरौँ त सबैले फुल लिएर वेद हाम्रो चाहिँ हिन्दू शास्त्रमा 4 वेद छन् 4 वेदको ध्यान गर्नु पर्छ ओम स्वस्ति न इन्द्रो वृषर्वाः स्वस्ति न पूषा विश्ववेदाः स्वस्ति न तार्क्ष्यो अष्टमी स्वस्ति न बृहस्पतिर्दधातु ओम विष्णुरात्मसे विष्णु नतैतो विष्णु षोडशी विष्णुदरश्मी नम संभवाय च मय भवाय च मय शंकराय च महेश्वराय च मय शिवाय च शिवतराय च ओम शन्वदेवी रविष्टय अब भवतु पिताय सै रविशून ओम चतुर्थ वेदाय नमः पुष्पं समर्पयामि एउटा फुल वेदमा राख्नु अब एउटा वेद कहाँ छ मतलब पूर्व दिशामा छ ऋग वेद आएन उही चामल राखेको छ नि फल राखेको छ आइफल राखेको छ हेर्नु त्यहाँ लगेर राख्ने एउटा पूर्वे यस्तो पूर्वे ऋग वेदाय नमो नमः त्यो त्यहाँ चामल माथि राख्नु नि